यति बेला म डल्ली आमाको घरमा जाँदैछु। धेरै पछि आज म डल्ली आमालाई भेट्न जाँदैछु। डल्ली आमा के गर्दै हुनुहुन्छ, डल्ली आमालाई सरप्राइज दिनको लागि म अब डल्ली आमा घरमा जाँदैछु। ल जाऊँ। घरै हुनुहुन्छ आमा चाहिँ। ल अब आमा घर हुनुहुन्छ कि नै, आमाले मलाई देख्दा कस्तो गर्नुहुन्छ हेरौँ। सुन्नु भएर को है को आएछ? यो पन्थी नानी हौ र। ल उठ्नु। यो पन्थी नानी को आएछ आमा? यो पन्थी नानी सन्चै राम्रै हुन्छ? सन्चै राम्रै। फेरि अर्को पनि को आएछ? भाइ हुन्, भाइ उही माथिका। उही माथिका भाइ हुन्। हो ये बा यिनी केटाहरू त आएका चिन्न? त्यही भन्छु को बाउरामा बस्ने ताएर रोटी पकाइदिएर गए। मेरो छोरी तिउर मसिन यता नआउने भनेर फोन गर्दै थिएँ। गाली गर्दै हुनुहुन्छ छोरीलाई। मेरो भेट हुन नि आउन, मसिन आउन, बरु पत्रकार आए, रोटी बनाइदिए गए भने रोटी सेलरोटी पनि जस्तो जाने छ उस्तै बनाउँछ भन्यो। उसले बस्ने यो खाङ्ग्राङ खुङ्ग्रुङ खै यस्तो गराएको थियो। खङ्ग्राङ खुङ्ग्रुङ थियो। एउटा बाक्लो गरेर होइन त के हो त ल्याइदिएको थिएँ गाडी फिल्म हो कि झिलिङ्गे झिलिङ्गे यति ल्याइदिएको थिएँ। तिनी नाताले खाना भएन, त्यहाँबाट त्यही पकाइदिए। त्यहाँबाट नै केटाकेटीले खाएको दाँत हुन्थे। हजुर मैले दाँत हुन्थ्यो, त्यसलाई दाँत चाहिन्थ्यो र झरुम झरुम हुन्थ्यो त चबाएका यसै। कहाँ त उपुल्ला छैनन्, छैनन्। यी तल राख्ने हो आमा? मर्ने बेलामा के को दाँत राख्दिनँ नानी। अब अब 81-82 वर्षकी भए, 83-84 वर्षको हुन्छ। धेरै बाँचिन्छ आमाको 84 पूजा गर्ने डल्ली आमाको। कुन्नी के हो? डल्ली नाच्छ हल्ली हल्ली भन्ने गाउँ। आफू त डल्ली नाच्छु हल्ली हल्ली त्यही त भनिदिन्छु। हामी आसी धेरै खुसी हुनुहुन्छ कि आमा जहिले पनि? खुसी हुन्छु तर किन नहौ, त्यो त छोराहरू हौ, नाति हौ, नाति जस्ता हौ, छोराहरू हौ, दाजुभाइ जस्ता हौ नि। त्यो त यहीँ घमेरका गाथे। मेरो त माइती जस्ता हौ त्यो नि। कता बस्ने आमा? बसौँ यसो। कता बसौँ? यता हुन्छ, जता बसे नि हुन्छ। हिँड्नुहोस्, तपाईँलाई उठ्न गाह्रो भयो क्या हो के? बरै पत्रकारहरू छन्। दसैँ मनाइदिए, तिहार मनाइदिए, तिज मनाइदिए। गुन्द्रो चाहिने थिएन कर आमा? गुन्द्रोमा बस्ने होला त हो, यहाँ चाहिने थिएन हो। त्यहाँ डल्ली आमालाई भेट्न नआएको कति भयो थियो, त्यही भएर आएको के रे आमा? बरै यहीँ बसौँ। यहाँ माथि खै माथि बस्ने? यो गुन्द्रो नि के हो? यो आधी गुन्द्रो हो कि काटेर आधी भयो, फाटेर माछामा काटेर फाटेर। ल आउनुहोस् यहाँ। आमाको असाध्यै माया लाग्थ्यो। मलाई पत्रै लाग्छ। एउटा तिनीहरू आएका पन्थी नानी केर आएका हिँड्छन् भने आमाले बोलाउनु भएन कर, त्यही भएर मैले बोलाइन। बिहा नगरेसम्म मेरो घर नआयोस् भन्नुहुन्थ्यो कि बिहा नगरेसम्म आएको कि बिहा गरौला। कति वर्ष हुनु हो? बुढो भइयो, 25-26 भइयो। हो र? गाँठे छोरीछोरीका बाउ भइसक्यो त। त्यही त, अरू त भयो साथीहरू त दाउले त भयो। भरे नि ल यिनी बालखाली लिएर आएको हो। बाबुराम त तपाईँ ल्याइदिएर त आएका हुन् तर। सुरुमा त तपाईँलाई त हो, म आएँ, त्यसो दाइबाट आउनुभयो। हो ल माया असाध्यै सबैले माया गर्ने क्या तपाईँलाई। के हो के छ र त्यस्तो तपाईँमा? के हो त यही बोल्छु, हाँसु टाँठी छुकर बोल्न कि एउटा हाँसो गर्छु। आफू त डल्ली नाच्छु भन्छु। त्यहाँबाट सबैले मन पराउनुहुन्छ। सबैले मन पराउँछन्। यहाँ धेरैले हेर्नु भएको छ, के भन्नुहुन्छ उहाँले? उहाँ त्यो फोनबाट त्यो भाइले, हिल्सन भाइले खिच्नु भएको छ, त्यहाँबाट धेरैले हेर्नु भएको छ तपाईँलाई माया गर्नेले। के भन्नुहुन्छ?
भोलि भरो होस् फोली फलो होस् तिनीहरू राम्रो होस् मलाई सहायता दिएका छन् तिनले हो मलाई सहायता दिएर तपाईँले देखाइदिने तिनले दिने गरेर हो मलाई तपाईँले त मलाई नआएस् आइबार नि बुहारी लिएर आएस् नआएस् भन्न थियो अब आम किन आम भन्ने थियो बुहारी ल्याएन एउटा भाइ लिएर आएको छु भाइ लिएर आउनुहुन्छ यिनी पनि पन्थी हुन् होइन भाइ हुन् मेरा माथि भानपोखराका भाइ हुन् भानपोखराका यहाँ कतिजनाले हेरेका छन् कतिले हेर्ने हुन् आमा कुन्नी तपाईँलाई अहिले त थाहा हुन्न अहिले त भाइले एक्लै हेरेछन् ल तिनलाई राम्रो होस् भरिभर होस् फोली फलो होस् मलाई सहायता दिएका छन् तिनले तपाईँहरूले देखाइदिएर पो तिनले दिएका छन् कि नत्र मलाई के बुढी डल्ली भरेर यहाँ ल्याइदिन्थ्यो र तपाईँहरूले देखाइदिनु आउँछ र ल्याइदिएका छन् है संसारमा देखाएका छन् खुसी हुनुहुन्छ नि आमा म त खुसी छु गर चौरसी पूजा गर्ने हो अब भनेका छन् तपाईँले नि भन्नु हो बाँची छु भने गरिदिनु ल त बाँच्ने हो किन नबाँच्ने अब 84 अब 81 बसी भएका र 83 84 आइजो हालो यति टाटे हुनुहुन्छ ए बरे टाढी त छुकर नानी कहिले काहीँ यताउति हिँड्दाखेरि सबैले चिन्दाखेरि चिन्छन् कि के भन्छन् फुलबारी दिन जान्छु हेर बुढी तेरो भिडियो भन्छन् नाचिया छन् म नाचिछु तिम्रो बुढी एउटा भन्छन् तपाईँ त भाइरल हुन आएछ के भाइरल त भएकर के आइछ भाइरल भन्ने आमा कुन त के हो त खै भाइरल भन्ने थाहा छ के हो थाहा छैन के हो भने थाहा छैन रोटी पकाएर खै कस्तो हाल्न रोटी सक्नु सके खाए कस्तो राम्रो बनाएको थियो यो बात तिनी के हुन् त झिरिङ कि फिरिङ त यति बनिएको थियो खाए यिनी दाँत हुनेले धरम धुरुम पारे बेरै गरेर तपाईँले खान होइन म त सकेको खाम मलाई त त्यही के हो फुरुला ल्याइदिएको थिएँ फुरुला फुर्र हुने कागजको जस्तो टालो जस्तो तेलमा हाल्दा भुर्र भुर्र हुने हो त यति गरिदिएको थिएँ बस्नेतले अन्त फेरि मलाई फोन गरेर बोलाउन नगर त्यार अब पत्रकारसित आएनन् भने कि तपाईँ फेरि तिनीहरूसित मिसिनु भएको हुन्छ तिनीहरू भानपोखरा आएन एक फेर त आएछन् बस्नेतका दुईजना मलाई बोलाएको थिएँ म त जान्न आमाले गाली गर्न छ मलाई भनिदिएको अन्त गाली गरिकिरे मैले म बुढी भएँ बिहा नगर्ने बिहा नगर्छ नआएस् मलाई भन्न होइन त्यहाँ गऱ्यो त बिहा नगर्छ नआएछ नि त्यहाँ भन्न छैन त्यहाँ बसेर भन्न बिहा गरे बिहा गर्न पर्छ मलाई पनि तिम्रो घर लान पर्छ नाच्ने हो म नाच्ने हुँ त्यसो एउटा त्यतिखेर जिउती त हुन्छ म केटी ल्याउनु गएकोला त्यसो एउटा जिउतीको गीत त्यतिखेर के गाउनुहुन्छ गाइदिनु त रतौली रतौली जिउती पनि होइन को रतौली आज हुन्छ पहिला त जिउती भन्थ्यो अहिले त रतौली अहिले कस्तो हुन्छ ल सुनाइदिन्थ्यो एउटा गीत नआइकन हात किन यसो यसो गराउनुहुन्छ त मनमा आएन भरे त बुहारी आउँछ सासूलाई बोकेर डोलाउँछ हो त कर बरु तिमीले जाने हो गाउनु हजुर गाउनु भरे त बुहारी आउँछ सासूलाई बोकेर डुलाउँछ ए जिउतीको काँचो पिठो मै बुढीलाई मिठो मेरा बाँधुरै कस्तो यो काँचो पिठो भनेको आमा जिउतीको काँचो पिठो मै बुढीलाई मिठो मेरा बाँधुर है मे बुढीलाई मिठो ए छोरो थियो बुहारी आउँथे मेरै मना खुसी मेरा बहादुर है मेरै मना खुसी हो त्यही त अब त्यही गाएर नाच्नुहुन्छ त्यही जिउती गाउने त्यही हो अब त तर छोरीको आउने छानकाट छैन आमा अब तिज पनि गयो तिज पनि आयो त्यो तिमी पनि आयो कि आएको तिजमा त्यहाँ दसैँमा त्यहाँ तिहार पनि मनाइदिन्छौँ अब आए रोटा हालिदिए जाने पनि नजाने जस्तो भयो नि हाल्छ म भने त्यहाँ त्यति रोटा जानेनन् क्या त्यति कस्तो थिए आफू जस्तो राम्रो बनाएको थिएँ कि
के होस् बर अझ यति वर्ष आमा भन्छन् उहाँ बसिछु मलाई धुवा भयो त भएन भएन रोटी जस्तो भएन भएन अब अझ बोर्डको घोप्टाइदिन्छु त बोर्डकोमा त यति चेप्टा भए सेलरोटी कस्तो भयो त्यही सेलरोटी पनि त चेप्टा चेप्टा गराए पहिलोचोटि देख्न चेप्टा सेलरोटी त्यहाँबाट कता घुमेर नि आउनु कता कता घुम्नु मलाई त बटौली लए चिडियाखानमा लए चिडियाखाना चिडियाखाना कि चिडियाखान चिडियाखाना कि चिडियाखाना के हेर्नु चिडियाखाना किरो त्यो किरो उता डुल्यो छ उताबाट यता आउँछ जालीभित्र फेरि यहाँ रुखमा टाँसिएका के बनाइकन त्यो किरो मैले फेरि त्यो रुखमा गएर आइगयो त्यहाँ गएर यसरी हाम हाल्ने त्यो किरालाई तपाईँ बहुत भाग्यमानी हुनुहुनेछ क्या आमा बरु यति त हो त्यो नानी अब बुढाकालमा के गर्ने मलाई यस्तो होला सबैले माया गर्नु होला भन्ने तपाईँलाई लाग्थ्यो कुनै दिन पहिला मलाई लागेन नानी यस्तो होला भने मलाई थाहै थिएन त्यही बाबुरामा है तपाईँले देखाइदिनु हो र सातामा बाबुरामा आउँथेँ कहिले के ल्याइदिन्थेँ कहिले के ल्याइदिन्थेँ कालो हर्लिस ल्याइदिन्थेँ सेतो हर्लिस ल्याइदिन्थेँ त्यो सेतो त्यही भएर त आमा बोल्ली हुनुहुन्छ तर कस्तो नि त 2-4 जना आयो नि पिट्छु भन्नुहुन्थ्यो अहिले पिट्नुहुन्छ कि मैले पिट्नु कर अहिले पिट्न सक्नुहुन्न सक्दिनँ त्यसो हर्लिक्स सकेछ क्या हर्लिक्स पनि चिनीमा हर्लिक्स खाएको दिन त म त आइजाऊ 2-4 पिट्छु भन्नुहुन्थ्यो अहिले हर्लिक्स सके रहेछ आमा सकेछ फेरि आउँदै ल्याइदिएर आउँछौँ हुन्छ हर्लिक्स हर्लिक्स अरू के चाहिएछ ल्याइदिए त कर अब 2 करब त कुखुरा फुल ल्याइदिएन यत्रो कुखुरा फुल ल्याइदिए त्यो पनि खाएँ कहिले रोटी बनाएर कहिले भुटेर कहिले काँचै त्यो कुखुरा फुल खान सक्नुहुन्छ यो दाँतले कुखुरा फुल खाएँ ल्याइदिए बाबुरामले ल्याइदिन्छन् ल्याइदिए ल अस्ति पनि आए हामी तिहार मनाउन आउने भने के को आउनु अब तिहार म पनि आउने भनेको आमा अब त्यस्तै भयो आम कि नआम भन्ने भयो अब आमाले फेरि अब बिहा नगरी नआऊ भने कि मैले फेरि भनी नगर एउटा केटी खोजिदिन्छु भन्दा नि खोजिदिन होइन अब मलाई कसैले हेर्ने नि हेर्दैन यस्तो केही नभएकोले किन हेर्नु कुमल गाउँ थियो कि यस्तो मान्छेलाई कुमल आफूले रोजेको पाउँछौ हेर तिमीले केटी जो खाँचीखुचीको नल्याए कति पढेकी छ पढेकी केटी ल्याएर त्यहाँबाट आफूसित भाइरल भएर हिँड्ने त्यस्तो दिउन पर्यो घर कस्ता ठिक होला मलाई भन्नुहोस् त कस्तो ठिक होला कस्तो त आफ्नै जातको आफ्नै भातको अब आफूभन्दा 2-4 वर्षले कान्छी होस् आफूभन्दा कान्छी होस् जेठी भएपर के हुन्छ जेठी भयो त कान्छी कहाँबाट होस् रे त्यसले सबै जानिन्छ त्यहाँबाट डेटेर सम्पत्ति भन्छ त्यहाँबाट लेख्थे उठेर कत्का जाने हो कौनले लाने हो सम्पत्तिभरि लहर जान्छ के मसँग भएको जिलियामटो लहर जान्छ के कान्छी भएपर फेरि के ठिक हुन्छ कान्छी त बहिनी जस्तै हुन्छ आफूले अराउन सकिन्छ भन्न पनि सकिन्छ त कहाँ जाने पनि भन्न सकिन्छ आफूभन्दा जेठालाई सकिन्न भन्न त्यस्तो पो गर यहाँ धेरैले हेर्दै हुनुहुन्छ कोही छ कि यसो अलि यता आउनुहोस् त कोही छ कि यसो यहाँ यसो फकाइदिनुहोस् त त्यहाँ हेरेछन् धेरैले यहाँ पत्रकारलाई राम्रो गर्नु नाम्रा छन् तिम्रोभन्दा यहाँ पत्रकार नाम्रा छन् यहाँ खिसी तिउरी नगर्नु अब आउने मन छ भने कर आउनु नत्र साताङ पनि जान्छन् घाटे हिँडेकै नि गर्छन् राम्रो होस् भरिभर होस् तिमीलाई कौनो रुजो छ तिम्रो पाल्न सक्छु कि नै जुगजानी माला आओस् बसोस् एउटालाई जसरी पालिन्छ 4-5 छुट्टी हुन्छ कहाँबाट पाल्छ 4-5 छुट्टी गरौँ तपाईले राख्दिनु पर्दैन र मलाई एउटा त राख्दिनु पर्यो आमालाई हेर्ने अब हेर यस्ता बुढीलाई नि कहिले हेर्थे यति बुढी भन्छन् खिसी गर्छन् मैले त अब
तिमीलाई राम्रो होस् भरिभर होस् बिहा टेरेन नामा मलाई केलाई टेर्दै र तिमीले नटेरेर खै मलाई टेर्दैन ना खुसी नलाएर कस्तो छन् त्यहाँ नामर भन्छ कस्तो छौ भन्नु कस्तो छौ नामर छौ जस्तो पन्थी नानी उस्तै हुन पर्छ जहिले ओक्तिला पनि हुन्न आज यहाँ भोलि उहाँ गर्ने पनि बेहोरा हुन्न त्यस्तो जाति हुन्न राम्रो थिची थिरियानले बस्नु तिमीलाई राम्रो होस् भरिभर होस् फोलिफल होस् यिनैसित आउनेलाई यिनैसित जिउ जाओस् चाँडै आइज र जिउ त्यहाँ नाच्न जाऊँ ल म धोको छ गरे जाऊँ ल भन्छु नानी धोको छ मेरो जिउ त्यहाँ नाच्ने मेरो बिहामा नाच्ने र तपाईँको लागि भए पनि छिटो बिहा गरिदिन्छु आमा त्यसो भए है त हुन्छ 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 त्यहाँबाट मलाई गाडीमा लान पर्यो त्यहाँबाट नाच्छु गीत गाउँछु तपाईँले के गीत गाउनुहुन्छ होला र आमा सबै भुल्नुहुन्छ सबै बुझ्छु के गीत गाउनुहुन्छ होला खै के गीत गाउँ खै तपाईँ त आफै दोहोरी गाउने मान्छे हो त तपाईँ पुरानो कुरा एकचोटि गरौँ न आमा कस्तो थियो तपाईँको जमानामा होइन कसरी बिहे गर्नुभयो यसो हाम्रो बिहे त गोर्सा 30 वर्षको हामी 14 वर्ष पुगेर 15 लाग्दाखेरि बिहा भयो करको बिहा हो थियो रहरको बिहा होइन माग्न गएर मागेर सोली भोरिदिउ डोली भोरिदिउ सोली भोर्न पर्दैन भने 3 वर्षलाई हामीले घरै लैजान भने मेरा ससुराले त्यहाँबाट 3 वर्षसम्म माइत बसेँ त्यहाँ गोर्सा लाउर गयो लाउर गएपछि त म त सैलेरी बसेँ जेठानीसित बस्छु घाँस काट्छु 3 वर्षसम्म गोर्सा लाउर बसेँ त्यहाँबाट आएँ ल श्रीमान बितेका त म 45 वर्ष हुँदाखेरि बितेका भए 20-30 वर्ष भए गरे के गर्ने अब सबै यही खोराले पोछो फालो नाति नातिना पनि त्यस्तै हुन्छन् नाति दिल्लीतिर छ आउँछु भन्छ कहिले आउने हो अनि बिहा गरेपछि अनि कहाँ थियो हजुरको घर यही थियो कि अन्त कता थियो घर कोटा मुनि लौताबारे ठुलो थियो घर त्यहाँबाट घर बसेँ एउटा सासूलाई पालन पोषण गरेँ मैले कोदा रोटो हालेर खाएँ सासूलाई लोटामा भात पकाइदिएँ लोटामा यत्रो लोटा थियो त्यसै तैँले नि खाइदिएछु र मैले खान्न मैले रोटो खाएँ भन्थेँ पालन पोषण गरेँ लुगा धोइदिने कपाल नुहाइदिने सुताउने उठाउने गर्दाखेरि मलाई जिउनिया टुक्रा पनि दिएन सासूले त्यत्रो घर पनि दिएन त्यहाँ सुरुको दिन आमा यही घरमा होला हैन त्यो घर त हामीले पछि बनाएको यो त पछि बनाएको अनि यहाँ आउँदा तपाईले श्रीमानको श्राद्ध थियो क्या हैन त्यस दिन हो त कर यतकैमा श्राद्ध यतकैमा अनि तपाई किन त्यतिबेला रुँदै लिप्न लाउनु भएको थियो के आमा रोए अझ तपरो देखेर झन् रोए मेरा 2टा छोरा मर्या थिए एउटा त्यही बौला थियो त्यहाँबाट धुपाल्ने मान्छे पनि थिएन त्यहाँबाट रुँदै दैलो पोते गर्ने यहाँ राम्रो गराइ थिएँ रोए त्यहाँबाट केलाई रुनु भयो भने मेरा 2टा छोरा मरेका त्यो जुनी फेरेर आयो मेरी आमाले के गरिछ भनेर आएका तिनीहरू भनेर झन् रोएँ हामीलाई देख्दा छोराहरू आए जस्तो छोराहरू आउनुभयो भने जुनी फेरेर आयो भने एउटा आँसु पोदिए म रोइदिँदै हुँ नरुन्सामा हामीले एक सातामा तपाईँलाई लाउन खाना ओड्न दोछाउन हामीले ल्याइन्छ भने बाबुरामले तपाईँले भनेर आज मलाई अझै त्यो जङ्गल याद छ क्या आमा तपाईँ यहाँ बस्नु भएको थियो होइन मलाई माथिबाट खबर गर्नुभयो अनि म आएँ अनि बाबुरामलाई बाबुराम दाइलाई बोलाएँ अनि चाहिँ त्यसपछि मोहन दाइ पनि आउनु लाग्नुभयो अनि यहाँ आउँदाखेरि चाहिँ हजुरले लिप्दाखेरि चाहिँ पुरै आँसु झारेर लिप्न लाउनु भएको छ किन भनेर सोद्धाखेरि अझै याद छ क्या आमा मलाई अझै मलाई पनि याद आउँछ क्या त्यस्तै रोएर दोहोरो पोल्ने तिनी केटाहरू आएर मलाई भरि फोली एक सातामा हामीले तपाईँलाई भरि पारिन्छ भनेको एक साता त
एक गाडीसम्म पिपला बुटा ल्याइदिएका नि ल्याइदिएका उगान् अहिले किन आँसु झार्न छ त फेरि ए त्यो सम्झन्छु एउटा तिउरलाई सम्झन्छु एउटा रुन्चुको रुनी होइन आमा हेर ए गरी के गरौँ तपाईँ त हाँस्ने मान्छे हो रुनुहुन्छ फेरि आमा रुन्छु बराबर कहिले कहिले रुन्छु कहिले कहिले हाँस्छु छोराहरू तेउरो हो त माइती भने नि तेउरो हो त लैजान्छ मामा माइत तिम्रो माइत कहाँ हो भन्थे जान्न कोही पनि छैनन् मेरो भने लैजाउँ गाडीमा भन्थे बाबुराम तिनीहरूले अब माइती छैनन् त के गर्न जाऊँ त माइतको देश त त्यही हो आँसु झार्ने होइन आमा मामा गरिदिएर नानी आँसु झार्ने रुने होइन गरे के गर्यो अब तपाईँको श्रीमान जानुभयो दुईटा छोरा गए है दुःख त बेसरी भयो अब दुःख काट्दै 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 आएको बुढेसकालमा फेरि अब भिडियो खिचाइदिएछन् कहाँ देखाइदिएछन् अब यहाँ चङ्गा उडाइदिए बस्नेतले चङ्गा होइन ड्रोन के हो कुनै त हुरुरु त्यो डाँडा गयो त्यहाँबाट फर्केर हे आयो पहिला तपाईँ डराउनु भएको थियो हो यो त केही हुन्नामा आगो उठाउलाएका थिएँ मलाई खबर लामो भने त्यहाँ त त्यो त हुरुरु उडो फेरि आयो ल बस्ने त्यस्तो गरेर आएको नि यो संसारमा देखिएको छ त्यसले देखाउनु रहेछ यो केवरा भन्दा बढी हो भन्थेको बस्नेतले आमा अब त्यही हो सबैले दुःख पछि सुख आउँछ त्यही त गर्न नि अब मर्ने बेला सुख भएपछि के गर्ने हामी हुन्जेल हामी यो क्षेत्रमा यो सामाजिक काममा हुन्जेल चाहिँ तपाईँलाई आँसु झार्ने होइन नि आमा रुनी होइन के गर्नु बुझ्न अर्डर लौ यिनी बस्ने केलाई आएनन् यिनीहरू त आए यिनीहरू भेट भएन त नि के गइन्छन् कि तम्बातिर भनी म तिनीहरूसित छुटेँ भनेर पिर मान्नु भएको थियो छुटे तन्केर बरै भने त्यहाँ लौ आज आउनुभयो तिमीलाई राम्रो होस् भरिभर होस् फलिफलो होस् तिमीलाई चारै देश तिम्रो उज्यालो होस् तिम्रो शत्रु भइ सत्तर लागुन् मेटेरै जाउन् तिमीलाई सहायता दिउन् मृत्युले सहायता दिउन् मैसम्म 200-300 वर्षसम्म बुढो हुनसम्म बाँचे 200-300 तर तपाईँले हेर्न पर्यो तपाईँ नि बाँच्न पर्यो के गरे नि तिम्रो छोरा नाति पलान्ती खलान्ती हुन् नाति पलान्ती खलान्ती ती मैले पलान्ती देखेर तपाईँले हिजो राम्रो गर्नु भएको थियो है ल त्यही पलान्ती देखेँ अनि तपाईँको जस्तै डल्लियामा किन भन्छौ आमाको नाम छैन भनेर पनि भन्नुहुन्छ क्या धेरैले कमेन्ट गर्नुहुन्छ हैन नाम छैन मेरो तपाईँको नामै छैन तपाईँ नरन भएन म जन्मनका 6 दिनका दिन बाउ बितेपछि मेरो नरन भएन के हो त नागरिकता बनाउन आइज भने ककुन थिए के भने धिबे मुखे त्यहाँबाट उठे त केटी जो थिएँ के मेरो केटाकेटी के हो केटी तेरो नाम मेरो नामै छैन म गोर्बी हुँ रे मेरो बाउ मर्दाखेरि म 6 दिनकी थिएँ रे मेरो नरन छैन भने उसकी धने की श्रीमती भनेको र त धने पो श्रीमती भइस कर तेरो नाम त चाहियो कर भने त्यहाँ छैन नाम छैन नामै छैन यसलाई अन्त के गरिदिउँ त यसलाई भन्दा डल्ली सुधार गरिदिउँ यसलाई डल्ली सुधार गरिदिँदाखेरि अन्त डल्ली नामै नाइर्दा डल्ली सुधार डल्ली चिटिक्क परे होची भएर होला त्यहाँबाट डल्ली सुनार राखिदिएको होची डल्ली वास्तविक नाम नै डल्ली सुनार धेरै कमेन्ट पनि गर्नुहुन्छ आमाको नाम छैन र किन डल्ली भनेको भनेर भन्नुहुन्छ तर आमाको वास्तविक नाम नै डल्ली आमा मेरो किनभने आमा जन्मेको 6 दिनमा बुवा बित्नुभयो नरन भएन नामै रहेन नागरिकता त्यो नाम नहुन्जेल के भनेर बोले त के भनेर बोलाए यो त बाउ मोरीकी गोर्बी हो गरेर त गोर्बी भन्न पर्छ भन्थे नामै गोर्बी नाम गोर्बी गर्भमा छोडेर बाउ बित्दाखेरि गोर्बी भन्थे के र नामै गोर्बी सुना नागरिकतामा डल्ली सुना नागरिकतामा तिनै टाउकेहरूले यसलाई त डल्ली सुना कति वर्षसम्म तपाईँको गोर्बी सुनार नाम भयो मेरो त अब लौ त बरे 20-22 वर्षसम्म
गोर्बी सुनार गोर्बी सुनार त 20-22 वर्ष पछि डल्ली सुनार डल्ली सुनार तिनीहरूले डल्ली सुनार गरेन कि डल्ली जता कतै डल्ली छ डल्ली डल्ली नाच्छु अलि आफू त डल्ली नाच्छु डल्ली त्यही भनिस् गीत नि तपाईँले बनाउनु त्यो गीत त मैले बनाएँ अब यसलाई रेकर्ड गर्नु पर्यो आमा तिजामा आयो फेरि धानको बालो लोरीलाई डल्लीलाई कोसेली आयो बोरीलाई त्यो पनि भोरी किम गरेर तपाईँले आफै बनाउनुको गीत तिजामा भने त्यही तपाईँले त गीत पनि बनाउनुहुन्छ आफै अब जान पर्यो आमा तपाईँलाई भेट्न आएको अब यसपालि पनि ल्याउन पाइनँ गाह्रो नमान्नु होला हुन्छ के आइमेन्टै नपाउनु भने तपाईँले त्यही भन्नुहुन्थ्यो त्यही भने थिएँ ए मेरो बा अब भर्खरका छौ 20, 22, 21, 22, 23, 24, 25, 26, 27, 28, 29, 30 वर्षमा गरेको नि त्यहाँ कान्छा छोराले बिहा गाँथे माइलाले त्यसो अझै नगर्ने मैले बिहा 30 वर्ष गरेका हुन् ल 30 वर्षमा त्यो दुधै कता लय कहाँ गए गुरुङ गुरुङ नाम्रो बिहा गरे गइयो नाच्यो त्यसो मैले नि 30 वर्षमा गरौँ त्यसो भए 30 वर्ष नै 28, 29 मा त गर्न पर्यो गर 30 वर्ष पार्दैन ठिक्क पार्दैन त भोलि पनि आउँछु म ठिक्क पार्दैन है हुन्छ हुन्छ ल केटी ठिक्क पार्न पर्यो कहाँ कहाँ आफैले मन लाउन पर्यो एउटा माग मलाई उपहार के दिनुहुन्छ त बिहामा ह उपहार के दिनुहुन्छ त मलाई बिहामा के छ र के दिउँ त के दिनुहुन्छ भन्नुहोस् न बाख्रा पाठा छैनन् कुखुरा छैनन् अब के हो उपकार चाहदिने धन दिउँ भने तिमीले दिएर बल्ल ती संसारदेखि लिएर खान्छु के दियो त तँ त्यसै मलाई केही नल्याइकन मेरो बिहामा आउनुहुन्छ के लगेर जाउँ त एउटा कमेट टाल लगेर जाउँ कमेज किनिदिनुहुन्छ कमेट ल्याइदिने दुलैलाई एउटा चोलो ल्याइदिने चोलो लाउने अब हुन्छ अचल कता चोलो कहाँ लाउँछन् के लाउँछन् लाउन् अचल त सुरबाल रे उँगो के हो घस्लका लाउने रे त्यस्ता पनि घस्लका लाउने के हो घस्लका के हो अब जेतकासम्म सुरबाल ढोकेर लाउने के हो सियो लाउनु त त्यस्तो जान ल हुन्छ आमा अहिले हामी जान्छौँ हजुर तपाईँको माया लाग्थ्यो हजुर भेट्न आउन मन लाग्थ्यो घर यत्नै यताबाट आउनु हो कि यताबाट घरैबाट नजिककोतिर त हेला हो के घरैबाट आउनु हो घरैबाट आएको ल तिमीलाई राम्रो होस् भरि भएर मलाई भेट्न आयो तिमीलाई राम्रो होस् भरि भएर होस् भन्नाले आउँछ है अर्कोचोटि हुन्छ बलियो भएर राख्नु पर्यो हुन्छ एक दिन हो कहाँबाट खसे भन्नुहुन्थ्यो गरेर रुखाडा घाँस काट्दा काल्नाबाट खस्न पोल्ट्री गर्थेमा त्यहाँबाट यहाँ काटो त्यहाँबाट त्यहाँ पुरुनकोटी आमा दुधे कालो सिमिरको हो त रथका धारा लाए त्यही सिमिर घोटेर लगाइदिन र सन्चो भाइको यहाँ काटेको किन रोप्न आएको त घाँस काट्छु गाईलाई भन्दाखेरि त्यहाँबाट टेक्ने ठाउँ पनि भएन खुट्टा डुलो भयो गन्दरमा खसेको त्यही ल हुन्छ आमा अब ख्याल गर्नु ल रुखा रुखा नचढ्नु ल चढ्दिन नानी केही नपाले नि हुन्छ गऱ्यो त्यही गाई छ मोलको लागि पाइदिउँ गरे अब सक्दिनँ छन् त काट्ने भने खन्ने छन् बुनेको छन् ल हुन्छ आमा ल नमस्कार 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 राम्रो होस् तपाईँलाई भरि